Hello and welcome to my live taparo. Welcome to my vlog. Welcome to my vlog तपाईहरुलाई स्वागत छ जिमाप्रोको YouTube च्यानलमा। आयो तपाईहरु सन्चै हुनुहुन्छ होला। म चाहिँ एकदम सन्चै छु। हामी चाहिँ तपाईहरुको हाँसोको पात्र हो। हामी चाहिँ तपाईहरुको हाँसोको पात्र तपाईहरु हामीलाई हाँस्नुहुन्छ। I know that all about this language र मसँग हुनुहुन्छ आज म इन्ट्रोडक्सन फेरि गराउँछु। मेरो रेस्पेक्ट माइली दिदी हुनुहुन्छ। कति राम्रो माइली दिदी। उहाँ चाहिँ हाम्रो जेठी दिदी हो। अनि उहाँले चाहिँ सबैले खन्छ भनेर चिन्ने गरेको छ। खन्छ यो ऋतुले त घरमा भातै खाँदैन क्या। दुईटा पिस पोलेर क्या ग्यासमा पोलेर खायो अनि पछि गाउँ गाउँ तर ऋतुले धेरै मासु खान्छ नि। ऋतु चाहिँ मासु लभर हो एकदम। 2 मिनेटपछि बोल्न आउँछ मासु। र गाइस हामी यस्तै हो जिन्दगानी। ऋतु र निकी साल चाहिँ गाइस ऋतु र निकी साल चाहिँ काठमाडौँको सबै मेरो चाहिँ आँखा यस्तै रहेछ क्या। ऋतु र निकी साल चाहिँ काठमाडौँको सबै ब्युटी पार्लर भ्यायो। एक दिन जाने अनि 2 दिन यस्तो गर्छ। वाउ व्हाट अ नाइस चटपटे। म चाहिँ खान्न चटपटे। मलाई चाहिँ किन अलिक आई डोन्ट लाइक भाषा मलाई खाने खासै मन परेको छैन। मेरो यताले यस्तो भएको छ यताले यस्तो भएको छ। म चाहिँ के भयो भयो एक दिन एउटा ब्युटी पार्लर जान्छ अनि त्यसमा भोलिपल्ट दोहोरी आउँछ। त्यसपछि त्यो ब्युटी पार्लरमा के चित्त बुझ्दैन त्यो क्यान्सल। अनि नेक्स्ट अर्को ठाउँमा छप 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 खोज्छ। यिनीहरूले ब्युटी पार्लर कति खोजेको जति ब्युटी पार्लर खोजे पनि निक्साले हो। आज निक्साले बोलाएर आएको तिमी यहाँ राम्रो खाऊ के गर्नु खाए ल मिठो रहेछ। माइल दिदी कस्तो लाग्यो? राम्रो लाग्यो। जेठी खा अब हाम्रो ऋतुको चाहिँ लुगा यो खालको छ। उसले चाहिँ हाम्रो ऋतु चाहिँ कस्तो व्यक्तिमा पर्छ भने माथि जामा लागि तल लुगा लाउनु पर्दैन उहाँले। माथि जामा लागि तल लुगा लाउनु पर्छ यतिकै उसको ढाकिन्छ क्या। त्यस्तो त गर्छ फेरि हाम्रो ऋतु चाहिँ गाह्रो छ। साथीहरू नमिठो खानु है माइल दिदी। साथीहरू मैले यो चटपटी खाने भनेको यो ऋतुले गरेर मलाई जुठो चाहिँ मन पर्दैन। त्यही भएर जुठो खाँदैन क्या। उसले किस मात्रै खान्छ। यस्तो चटपटी कहिले खान्छ यो खायो चटपटी पानीपुरीको त्यही भएर ऋतुले एकचोटि खाँदैन एकचोटि खाउँछ। त्यसो गरे त्यसरी खानु यस्तोले गरेर खायो। अब एकचोटि ऋतु हात अहिले माथि आएर महिना अघि एउटा कुरा भयो उसले त्यसरी खाइसकेको छ भने उसले 2 चोटि खाएको। मैले देखेको छु कुदमा मरि खाएको तर मैले नभन्नु खोजेर यता छेउबाट खाएको हो मैले छेउबाट। तर खायो 2 चोटि खाएको। हाम्रो दिदीले चाहिँ छालाको ललिपप चाहिँ धेरै खान्छ तर जुठो चाहिँ खाँदैन क्या। एक्सक्युज मी साथीहरू हाम्रो उसले चाहिँ छालाको ललिपप खाने बानी भएर जुठो खासै खाँदैन। यो पानीपुरी हाम्रो है। हामीले खाना नलिक साथी छ भने
म त एक बोतलले पानीपुरीको झोल खाइदिएको पेट पुऱ्यो। हेर्नु न यहाँ सकियो। पानीपुरीको झोल दिनु। यहाँ छ त यहाँ राख्नु यहाँ चटपटी पानी ल म त पानी झोल खाँदिनँ। ल खाऊ खाऊ खाना जन्मेकोहरू तिमीहरू त खानै पर्छ तिमीलाई खानु कहिले खानु खान जन्मेको फेरको मालहरू पानीपुरीको रस हल्लाएर हालिदियो मजाले हल्लाइदियो त हल्लाएर हालिदियो थाप हेर थापेकोले हेर त अहिले थापेको घरजोस पार हेर न यो त पर्फेक्ट भइसकेको छ नि सबै कुरामा हल्लाउनु नहल्लाउनु के यसले भिडियो के बनाएको थियो अरे हातले मसार्यो भने चलायो भने हुन्छ रे भुक लाएर छिरा त्यो के हो मलाई एउटा पुरी दिनु न पिरो थ्याङ्क यू सो मच ऊ हेर्नु फेरि उता केटा नम्बर हो है फेरि उसले त फेरि मान्छे त ढुट्टो पार्छ नि अनि दिदीलाई त त्यो कोरियन बोय भने त मेरो खै कहाँको झार भन्दा नराम्रो रहेछ के प्रकार के अरे रे प्रमाण सहित मेरो अर्नर हैन के यो एउटाले मलाई पर्सनल मेसेज गरेको है हाई गरे अनि कोरियन बोय भने त्यसरी मैले हेरेँ त्यसलाई मजा आउँछ त्यसो तँलाई प्रुफ देखा मलाई गर्नु न त्यसलाई मेसेज मलाई देखाइदियो प्रुफ आएको छ तँलाई मेसेज दिन्छु प्रुफ देखाइदियो मलाई गर्न म देखा त हेर त म त तिरमा के लेखेको त्यो थाहा छ कोरियन बोयको कपाल त मेरो कन्डोको झार जस्तो छ अरे दाइ प्लिज त्यसलाई भनिदिनु अब त्यसले मेसेज गर्यो भने सिधै त्यो कोरियन बोयलाई एसएमएस गर्नु त्यसकोमा त्यसलाई म खोजी के भन्छ रोडको छेउमा ल्याएर रिचुरा त्यसलाई सँगै सुताइदिन्छु खुसी नि बिचरा रिचुमा नपाएर कस्तो रफ भएर बसेको तर के गर्नु त्यो केटा त ऊ अब अनुभव जस्तो मान्छे मन पराउने होला अब रिचुलाई मन नपराउने होला उसलाई नमन पराएको हेर उसलाई नमन पराएको हेर्नु त देखाइदिने त यसको अदा दियो अदा मेरो जेठी दिदी र माइली दिदी धेरै चकचके हुनुहुन्छ क्या साथी दाइ यस्तो हामीलाई यस्तो किन नहालिदिएको अब कस्तो साह्रो दिएको मैले दहीवाला देऊ न अँगालो मार के हो त ला माइली त ला माइली माइली दिउ अदामा आयो हेर ऋतु तिमी त सिङ्गलै हुने हो माइली दिदी यो ठमेल होइन है यो कपन यो कपन हो माल दिदी यो ठमेल होइन है मेरो बस्ने रुमै हो पहिला 1 वर्षमा यहाँ बसेको पहिलेको रुम होला नि 1 वर्ष हेर त ऋतुको लुगा आमा वाट बनाएर दिनु खुवाई पनि दिन अहिले एकछिनमा रुममा पनि लान्छे उता
गाह्रो छ म मात्रै सोधेको म चाहिँ नो म चाहिँ एकदम सोच्छु म त त्यही भएर छेउछाउमा गएको उता देख न छेउमा गएको त्यही भएर हेर त कपाल मिलाउँदैछ गएर मेरो माइल दिदी मेरो माइल दिदी त अदा माई यो त के साथीहरू यो आज फर्म हालेको थिएन वाउ आज फर्म हाल्नु बिर्सिनु भएछ मेरो माइल दिदीले त फुटुक्क पारेको मेरो प्यारी माइल दिदीले यसो गरी जाँदैछ कस्तो गरेको यस्तो म त जाँदैन उता धेरै सर्भिस सेन्टरमा गएर जहाँ कुनै भइसकेछ क्या काम यस्तो त्यो सर्भिस सेन्टरमा धेरै त्यस्तो हुन्छ चिया पिन्छ फ्या हुन्छ हामी त हाँसोको पात्र त पर्यौँ साथीहरू साँच्चै यसको मुख हेरेर मैले यसको मुख देखेर मैले बुङ्गुरको मासु खान छोडिदिएको बस यस्तो गर्छ गर्दैन सुँगुरको मासु खानु छोड्यो साथीहरू अति यति पकाएर आफै यति खाएको सुँगुरको मासु यसले नै मेरो रुममा स्ट्यु चिनी तिन पोरको मासु माइल दिदी माइल दिदी डेटिङमा वाउ डेटिङमा माल दिदी वाउ माइल दिदी वाउ माल दिदी डेटिङ वाउ बस न एउटा काम गर्ने राखेको वाउ माइल दिदी ओ माई गॉड ला माल दिदीले साथीहरू किसे खायो तिमी नाटक नगर फेरि पाउँदैन ल ल भन म चाहिँ तिमीलाई भन्छु तिमीलाई को मनपर्छ हेर 1 2 3 यो चाहिँ मेरो जेठी दिदी यो माइल दिदी यो कान्छी दिदी कुन मनपर्छ ल ठिक छ ए अलि बढी कुन मनपर्छ भन त ला तिमी मेरो ला अब चाहिँ मेरो माइल दिदीको पोज पनि दामी छ तिमीलाई यसो सर्भिस पनि गर्छ माल दिदीले अब तँलाई मन पर्थ्यो होला तेरो बुढी भइसकिस् तेरो दिन गइसक्यो नि बस बिचरा हाम्रो मेरो कान्छी दिदी चाहिँ पोजमा बस्यो नि के भने कसैले वास्ते दिनुहुन्न बिचरा सर्भिस कसरी गर्ने भनेर होइन कि रितु तिमीले चाहिँ मलाई सिकाउ बरु होइन कसरी गर्ने होइन How to give service. दिदी सर्भिस अब यसो गर्नुपर्छ भनेर सिकाउ न अब हामीलाई यसमा उठबस गर भन्न पानीपुरीको झोल सबै सिकाइसक्यो है यहाँ हाम्रो जेठी दिदी जति उमेर गए पनि जोवानी त छ नि उसको है के गर्नु 48 यसले गाई चाहिँ के भन्छ जुठो नखाए पनि के भन्छ के नखाए पनि त्यो यस्तो गर्दाखेरि गर्छ आको मतलब बुझ्नु भयो तपाईँले भनेपछि यसले धेरै काँचो मासु काँचो मासु यसले पनि आधा गरेर खाने होइन उसले कस्तो राम्ररी गरेको थियो मेरो सिकाएको थियो त उसले के गरे यस्तो गरेर सिकाएको कस्तो अरे अब यस्तो उसले त यस्तो गरे यस्तो गर अनि यस्तो गर अनि यस्तो खाऊ भन्थ्यो उसले हातमा दिने बित्तिकै यो सिकाउने डाइरेक्टर भएपछि उसले सिकाउने त यस्तो यस्तो सिकाएको थियो नि त यस्तो त सिकाएको रितुले त्यस्तो गरेको यस्तो गरेको रितुले त यस्तो गर्दैन रितुले सिधै ढिक्च्याउ खेल्छ उसले त ढिक्च्याउ 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 सिधै रितुले ढिक्च्याउ खेलिन्छ उसले त यस्तो होइन हाम्रो जेठी दिदी अनि यतिकै त राम्रो देख्छ क्या नि किसा एस कलर कस्तो राम्रो तन उता हेर न त्यसको सबै कपाल त उता थोप्रो आज ए
कपाल त यहाँ पो छ त यो जोड्नु पर्ने अरे साथीहरू हाम्रो निकिसा मिसकोमा यस्तो 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 गरेर नाच्छ कि यस्तो यस्तो गरेर नाच्छ अनि फाकफुक झार्छ यस्तो यस्तो गर्छ यसो गर्छ नाच्छ यस्तो तर फर्स्ट टाइम यसो कपाल भिडियो देखेर यहाँ कपाल जोडिदिनेलाई पो टेन्सन हुन्छ त कपाल झर्छ कि भनेर उता झर्दैन झर्नु त पुरो क्लिपले यसको डान्समा फेरि यस्तो पावर छ जोड्ने भयो तिम्रो कति हजार गरे तिम्रो चाहिँ यो तिमी त नुहाउँदैनौ क्या होइन हिजो करले गरेको क्या सुटिङमा के नआउँदैन झर्ल्याङ माताको जस्तो त कपाल अरे भगवान नुहाएर गएको देखिन आएपछि नुहाउनुपर्छ अनि हाम्रो निकिसा म्याम बरु जिउ नुहाएन पनि घाँटीदेखि माथि जहिले नुहाउनुहुन्छ उसले राम्रो गर्छ तर घाँटीमा चाहिँ त्यो जिउमा त नुहाउँछ जिउ नुहाउँदिन कहिले होइन उसको जुम्रा पनि अहिले हो पहिला महिना बस्दाखेरि त अस्ति निकिसाले यो कपालको चाहिँ एकदम केयर गर्छ तर जिउ चाहिँ केयर गर्दिन जिउ पनि केयर गर्नु बास्न आउनुपर्ने मङ्गमा बास्न आउने तर आज मेरो हेयर स्मोथिङ के भन्छ मेरो हुन्छ यो मेरोमा यो भिटामिन लगायो भने अलिक राम्रो हुन्छ अरे क्या मेरो त कपाल जट्टा परेछ म त गरौँ क्या मेरो कपाल यस्तो घिनलाग्दो भएको छ साथीहरू त्यो स्मुथिङ गर्दा त आइरन त गर्नु पर्दैन नि है ल झऱ्यो भने फेरि अनि उठिन्छ कि के अरे त्यो सुलम एकचोटि यससँग फेरि निकिसालाई त काठमाडौँको पार्लरको बारेमा कुना कब्जाको सबै थाहा हुन्छ उसलाई त यो पार्लर नगएको ठाउँ कुनै पनि छैन जानुहुन्छ नि अब चाहिएपछि जानु पर्यो हैन रस गर्नु पर्यो क्या यो पार्लर नगएको ठाउँ कुनै पनि छैन ल गर्दै त कति राम्रो भएको कस्तो राम्रो छ क्वालिटी पनि छ क्या राम्रो भएको अब हाम्रो बडा दाइले पनि के गर्ने रे कपाल वासिङ गर्ने इयर स्मोथिङ एउटै हो दिदी आउने रहेछ कलर वास छैन त्यसलाई वास भनेको दुध ए अहिले त कलर पनि मिठाउनु भएको मान्छे यत्रो कफ गर्दैन सबै यत्रो मिठो कलर आउँदो रहेछ कलर के हुन्छ नि कि नै मैले जोड्ने हो अहिले भरेमा उसमा नि यस्तो हल्लाउनु पर्छ अनि क्या छोटो कपाल हल्लिँदैन तल राम्रो कलर देख्छ लामो कपालले छोटोले त कुन चाहिँ ठुटी आयो भन्दै यस्तो घाउ भएको कपालले जोडेको ठाउँमा घाउ भएको रहेछ है अस्ति मैले घाउ बनाएको के यहाँनिर कति ठाउँमा घाउ छ यसको यस्तो घाउ अलि पर जाउँ न क्या हेर त गाइज यहाँ गीत दाले सिङ्गु यस्तो जाडौँ न माल दिदी रुङ्नु न हेर्नु न त्यही माल दिदीले निकिसाको भरतले उता तपाईँहरूलाई पनि के गर्नु मन छ भने आउनु सक्नुहुन्छ हाम्रो ब्युटी पार्लरमा कपनमा ब्युटी पार्लर हो बाइ द वे एक्सक्युज मी यु शट अप हजुर ए लिम्बू सलुन अरे आउनु सक्नुहुन्छ यति राम्री हुनुहुन्छ ब्युटी ए तपाईँ लिम्बू हो म राई हो के लिम्बू मलाई भने रितुला पढ्नु लाग्यो ऋतु पढ त तपाईँ लिम्बू हो ए राई हो कुन राई तपाईँ ए म साम्पाङ हो एक्सक्युज मी मलाई लिम्बू भन्न आउँछ पढ्न आउँछ तँलाई पढ्यो भने तँ ढल्छ यहाँ
मैले के सोच्छु लिम्बुज भन्छ यो शट अप ल पनि फेसियल के गर्नु पर्यो फेसियल अहिले यो उनी गर के यस्तो कपाल अनि नै गर्ने फेस त सबै देखा अनि कस्तो सुन्यो त यहाँ पनि के यो नसुतेर छ्या म त मेरो त आँखा एकदम कमजोरी भयो एकदम गाइस मारेर यस्तो भएको कपाल वास गरे कति हो तिमी यो स्मोकिङ म हेयर स्मुथिङ गर्छु म पनि अहिले नै गरौँ क्या है टाइम पनि हुन्छ ठिक ठिक्क टाइम हुन्छ तपाईहरु यहाँ यसरी बसेर गर्नुहुन्छ कस्तो आनन्दमय अनि यसरी बस्नु अनि यसरी सुत्नु गर्नु लास्टै कमेन्टी गर्नु हुँदो रहेछ मलाई नदेखा त जाली दिदीलाई देखाउ त्यति त्यति दाँतमा झोल लाउने छ झोलले डाइमन्ड लाउने बोल न के बोल्नु हौ तै बोल्न त बोल न अनि आज रितुले भन्न त बोल्ला रितु ब्लगमा पनि भरे फेरि तै बोल्न आज रितु दिदीले के भन्छ डाइमन्ड लाउँदै हुन्छ काखमा अघि एउटा लगाइसक्नु भयो अब फेरि अहिले लाउँदै हुन्छ अनि लाउने हाम्रो मेकानिक यता झन राम्री तिमी जस्तै हुन्छ सबै नराम्रो हुन्छ म पनि राम्रो नै छु बाइ द वे एक्सक्युज मी उता देखा गीत बजाएर फेरि माइल दिदी ल धेरै खिच्दैन अहिले हेलो गाइस हेर्नुहोस् मैले डायमन्ड हालिसकेँ है डायमन्ड हालिसकेँ मैले अब चाहिँ मैले डायमन्ड हालेँ है गाइस सबैहरू पनि यदि डायमन्ड हाल्ने मान्छे पनि आउनु होला यतै कहाँ के गर्नु पर्ने मान्छे कहाँ गयो यिनीहरू चाहिँ कपाल वास गर्ने कहाँ हो र मेरो कपाल वास गरिदिनु न ल